जय सच्चे दरबार की जय। आज हामी नयाँ सालको सत्सङ्ग भवनमा प्रेमराव.com-बाट सबै मिलिजुली गरेर सबलाई शुभकामना धन्यवाद, सुख शान्ति आनन्द होस्। नेपालमा बसेको विदेशमा बसेकोलाई पनि धेरै खुसी आनन्दले शुभकामना छ। हामी पनि मिलिजुली कार्यक्रम गरिरहेको छु। जे होस् हामीले चाहिँ ज्ञान पाएर बोल्नु सिक्नु, सेवा गर्नु सिक्नु, दुईवटा वचन भए पनि हामी बोल्नु सिक्नु, बोल्नु पाएकोले धेरै हामी खुसी, हामी धन्य भएको छु। त्यसो भएकोले सबैले धन्यवाद, शुभकामना। 2083 सालको शुभकामना। 2083 सालको शुभकामना सबैमा। ताली बजाइदिनु। हाम्रो यहाँ सत्सङ्ग प्रेमीहरू लगायत हाम्रो रुकुम दिदी, उहाँबाट माग मेरो हातमा आइपुग्यो। उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु, उहाँलाई धेरै धेरै धन्यवाद दिन्छु। त्यसैले आज हामी एउटा यो प्रेमी मिलन जस्तो पनि भयो। हाम्रो यो अब नयाँ साल कोही कता चारैतिर छरेर हामीले मनायौँ, तर पनि धेरै धेरै शुभकामना धन्यवाद छ। अनि त्यसो भएकोले आज हामी कार्यक्रम नयाँ सालको गरिरहेको छु। सबैलाई शुभकामना धन्यवाद छ। अनि आत्मज्ञान प्रेमराव.com-को हाम्रो गुरु महाराजजीलाई धेरै धेरै धन्यवाद छ। हामी उहाँको लागि हामी धेरै आभारी छु। हामी मनुष्यको जीवनमा सुख दिन आउनुभएको छ, दुःख दिन आउनु भएको होइन, सुख दिन आउनु भएको छ। उहाँको ज्ञान पाएर हामी जीवन सफल बनाएर धेरै सुख र शान्ति आनन्द पाएको छु। सम्पूर्ण प्रेमीहरू प्रेमराव.com-बाट सम्पूर्णलाई धेरै धेरै शुभकामना धन्यवाद। जय सच्चिदानन्द।